साथीहरू अहिले भने हामी दरबारमा छौँ। एकछिन पछि भने कुमार सागरको इभेन्ट हुँदैछ किङ्स लाउन्जमा। हामी किङ्स लाउन्ज जाँदैछौँ साथीहरू। योभन्दा अगाडि एकछिन हामीले लन्डन पब पनि छिरौँ कि है? हुन्छ, लन्डन पब जाउँ, एकछिन लन्डन पब छिरौँ अनि त्यसपछि किङ्स लाउन्ज जाउँ। ल अब भने हामी यहाँबाट लन्डन पब पुग्यौँ। एकछिन लन्डन पब बसेर अनि किङ्स लाउन्ज छिर्ने। बाइक पार्किङ गर्न जाँदै हुनुहुन्छ, बाइक पार्किङ गरेर आउनुहुन्छ साथीहरू। ल है त, बाइक पार्किङ गरेर आउँदै हुनुहुन्छ। ल यो चाहिँ हाम्रो लन्डन पब मासुरी र यता चाहिँ सँगै किङ्स लाउन्ज पनि छ र आज अहिले यहाँ कुमार सागरको प्रोग्राम। अहिले एकछिन हामी लागेको छौँ। एकछिन हामी प्रकाश सागरले पनि भेटौँ के छ कसो भेटघाट। जाउँ अब माथि एकछिन खोज जासिम ल अब हामी यता जाँदैछौँ। एकछिन यसो त यही हुन्छ यताबाट जाउँ। आउँदैछ जहिले रक गर्नुहुन्छ अब अब केही क्षणपछि आउँदैछन् सबैजना पर्खिँदै। काठमाडौँमा लन्जमा किङ्स लाउन्ज त्यो पनि क्या जस राजा र रानीहरू मात्र आउने ठाउँ जस्तो लाग्यो क्या नाम सबैजना एक्साइटेड हुनुहुन्छ नि होइन? जस क्या तपाईँहरूको माया देखेर क्या जस कहिले बजाउँ जस्तो भइरहेको अघि ल्याक ग्रिन स्टेजमा बसिरहेको होइन ब्रेन्डमा कहिले स्टेज चढाउनु जस्तो भइरहेको रोजमा बोल्दैछ स्टेज कुमार सागर भाइ आउँदैछन्। अरे यहाँ हुनुहुन्छ हाम्रो भाइ भात्रा छन् भाइ सबै यहाँ तयारी हुँदै हुन्छ खिच्नको लागि। बाटो खुल्ला गरिसकेको छ। आयो आउँदैछु न।
यो किङ्स लङमा चाहिँ बजाउने हाम्रो पहिलादेखि एउटा सपना थियो कि हामी एकदम खुसी छौँ यहाँ अहिले हामी यसरी स्टेजमा पाउँदाखेरि हामी पहिला गीत बजाउँथ्यौँ कि यसमा हामीहरू क्याटन लिएर गिटार लिएर होइन अनि यहाँ चाहिँ बजाउन आउनु पाइरहेको हुन्थ्यो हामी चाहिँ एकदम खुसीले छौँ थ्याङ्क यू सो मच तपाईँहरू सबैजना हामीलाई साथ दिनुभयो सुरु ल एउटा पर्फर्मेन्स सक्यो भिडियो पुरा खिचिँदैन त्यही भएर चाहिँ क्लिप अलि यता लाग्छ कि रोजमानको हात चाहिँ मेसिन जस्तो लाग्छ होइन स्पिड चल्छ नि त धेरै गुरुहरूकै सङ्गतले हो अनि अहिले काठमाडौँको चाहिँ हावा कस्तो लागिरहेको चिसो छ है खत्रै चिसो छ मैले क्या यो सबै ओढी लागिरहेको के चिसो भयो के अरू ठाउँभन्दा त शीतलै छ जस्तो लाग्छ रोजमा के कसो अहिले यहाँ नेपालमा धेरैजना होइन के भन्छ इन्डियन मान्छेहरू आइरहेछन् नि उता धेरै गर्मी भएर हो कि त्यो चाहिँ त्यस्तै हुन्छ हुँदैन जस यहाँ हाम्रो अस्मिता म्याम
संसारमा एक्लै मात्र मिस्टर रोजमान मोजु छलफल हुँदैछ अब कुन चाहिँ गीत गाउने भनेर धानसिङ गीत गाउन लागेको छ यो गीतको नाम हो मफत गोगुवा त्यो भनेको चाहिँ त्यहाँ मफटको भन्ने एउटा रहेछ हेर्नुहोस् न त्यहाँको पान भनेको हो Mahatoyagwa. एउटा राम्रो कुरा गरेको नेपालको झन्डा पनि भइदियो अझ राम्रो हामीलाई यति बेलासम्म होइन मलाई त त्यो ह्याप्पी न्यु इयर फिल भइरहेको क्या न्यु इयर इभमा बजाउन हाम्रो लागि नि हाम्रो ह्यान्डसम भाइले यहाँ यस्तो बेर खाँदैछन् सबैले हामीलाई साथ दिएको साथ के भन्ने हो साथ दिएन भन्ने कि दियो भन्ने रोज समयलाई साथ दिएको छ अब हामीले पनि समयलाई समय दिनुपर्छ जस्तो लाग्छ चाहिँ अब जाने भए गइदिनु पर्ला भने हामी भगवान् बाजेको बजाङ एक गाएर जाने भए जानु पर्ला नि ओके भगवान् ओके
थ्याङ्क यू सो मच सबैजनालाई धेरै धेरै धन्यवाद यस्तो मित्र सम्बन्धी स्पेसली हाम्रो किङ्स लन्चलाई पनि धेरै धेरै धन्यवाद हामीलाई एउटा ठाउँ दिनुभएकोमा धेरै धेरै धन्यवाद र के भन्नु छ कि हजुरको थ्याङ्क यू सो मच हाम्रो साउन्ड इन्जिनियर अमन राई राम राई अनि हाम्रो क्रू मेम्बरदेखि लिएर सबैजना तपाईँहरू सबै भगवान्हरूलाई थ्याङ्क यू सो मच उहाँहरूको लास्ट पोज दिँदैछन् र हामी यसको साथसाथै हामी पनि लागेको छौँ बिस्तारै ल त अहिले भर्खरै पफ बेन सकाएर आएको माछाहरू धेरै धेरै रमाइलो अब घर जाँदैछु अब पछिको कता हिँड्दैछु म फेरि पनि तपाईँ माझ आउँछु धन्यवाद नमस्ते